सो हेलो एभ्रिवान, सबैलाई फेरि पनि नेपाल क्रिप्टो फ्लोमा स्वागत छ र म भिडियो धेरै टाइमपछि बनाइरहेको छु र आज हामी बाइनेन्समा रहेको अल्फा पोइन्ट र त्यो पोइन्टको मद्दतले अल्फा एयरड्रप कसरी क्लेम गर्न सक्छौँ भन्ने बारेमा कुरा गर्न गइरहेको छु र त्यसैले ढिला नगरी च्यानललाई सब्सक्राइब, भिडियोलाई लाइक गरी भिडियोतर्फ बढौँ। सो यो चाहिँ बाइनेन्स अल्फा भोल्युममा पाउने पोइन्ट भयो। जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ $512 को भोल्युम जेनेरेट गर्नुभयो भने 9 अल्फा पोइन्ट पाउन सक्नुहुन्छ। यहाँ चाहिँ लिस्ट म टेलिग्राममा पनि सेन्ड गरिदिने छु र तलपट्टि बाइनेन्स तपाईँको ब्यालेन्स होल्ड गरेको मार्फत पनि तपाईँले पोइन्ट अर्न गर्न सक्नुहुन्छ। जस्तै $100 देखि $1000 तपाईँको बाइनेन्स अकाउन्टमा छ भने हजुरले 1 पोइन्ट, त्यसै गरी 10,000 सम्म छ भने 2 पोइन्ट, त्यसरी तपाईँले बाइनेन्स अल्फा ब्यालेन्स होल्डिङ पोइन्ट पनि अर्न गर्न सक्नुहुन्छ। र अब कुरा आउँछ हामीले यो पोइन्टको मद्दतले कसरी अल्फा एयरड्रप क्लेम गर्ने। सो तपाईँले अल्फा एयरड्रप क्लेम गर्नको लागि तपाईँसँग एउटा सर्टेन पोइन्ट हुनुपर्ने हुन्छ। जस्तै कि यहाँ यो कोरल फाइनेन्स एयरड्रप अल्फा एयरड्रप क्लेम गर्नको लागि तपाईँसँग 210 अल्फा पोइन्ट भएको भए हजुरले यो क्लेम गर्न सक्नुहुन्छ। जस्तै यो क्रेडिट लिङ्क 200 पोइन्ट साइन्स थियो यसको लागि, यो युलर फाइनेन्स जसमा पनि 200 पोइन्ट्स, वालरस यसमा चाहिँ प्रायोरिटी क्लेम र फर्स्ट कम फर्स्ट सर्भ गरेर दुईवटा क्लेम हुन्छ। सबैभन्दा पहिला प्रायोरिटी क्लेम हुनेछ, त्यसपछि त्यसको 24 आवर्स पछि यो फर्स्ट कम फर्स्ट सर्भ हुन्छ। यसमा चाहिँ जसले पहिला आयो त्यसले नै एयरड्रप पाए जस्तै हो। फर्स्ट कम फर्स्ट सर्भ भने जुन चाहिँ अलि लो पोइन्ट हुन्छ प्रायोरिटी क्लेम भन्दा। र अब पोइन्ट कसरी बढाउने र भोल्युम कसरी जेनेरेट गर्ने भन्ने कुरामा जाऊँ। सो अल्फा पोइन्ट अर्न गर्नको लागि हजुरले चाहिँ यहाँ थुप्रै अल्फा टोकनहरू पाउन सक्नुहुन्छ। यति मात्र होइन, यहाँ धेरै छ। यहाँ सो मात्र यति गरेको हो। यहाँ BSC नेटवर्क, इथेरियम, सोलाना धेरै नेटवर्कहरूमा थुप्रै टोकन देख्न सक्नुहुन्छ। र अब अल्फा पोइन्ट अर्न गर्नको लागि हजुरले भोल्युम जेनेरेट गर्नु पर्यो र भोल्युम जेनेरेटको लागि हजुरले यहाँ हेर्न सक्नुहुन्छ कतिमा 4x 2x त्यो देख्न सक्नुहुन्छ। यसको मतलब चाहिँ तपाईँसँग ब्यालेन्स इक्जाम्पल 100 छ भने हजुरले अब कुनै 4x वाला अल्फा टोकनमा ट्रेड गर्नुभयो भने, जस्तै यो फर्स्ट CURL टोकनमा अब यहाँ ट्रेड गर्नुभयो भने हजुरले $100 ट्रेड गर्नुभयो भने हजुरको भोल्युम त्यहाँ 400 जेनेरेट भएको देखाउँछ। तर यहाँ धेरै टोकन जस्तै स्टेबल हुन्न, जस्तै कि अब प्राइस अप एन्ड डाउन भइहाल्ने, कुनै डम्प भइहाल्ने, त्यस्तो हुने गर्दा चाहिँ स्टेबल टोकनहरू चाहिँ फाइन्ड गरेर स्टेबल भइरहेको त्यसमा ट्रेड गर्दा चाहिँ राम्रो हुन्छ। फेरि 4x कुनै स्टेबल हुँदा त्यस कारणले त्यस्तो टोकनको लागि टेलिग्राममा म सेन्ड गरिदिने छु र टेलिग्राममा हेरेर हजुरले डेली ट्रेड गर्न सक्नुहुन्छ। जस्तै कि अब यहाँ म इक्जाम्पल देखाउँछु। हजुरले यहाँ साइडमा प्राइस एउटा पिक गर्नुहोस्। जस्तै कि स्टेबल छ भने यहाँ हेर्नुहोस् आइरहेको अन्त 0.08645 अनि 00 समथिङ आइरहेको छ। यसमा क्लिक गरेर स्टेबल टोकनहरूमा हजुरले अमाउन्ट सेलेक्ट गर्नु यहाँपट्टि र त्यसपछि हजुरले कुनै अमाउन्ट सेलेक्ट गरिसकेपछि बाई गर्नु होला। बाई गरेपछि हजुरले डाइरेक्ट अर्डर फिल भइसकेपछि डाइरेक्ट यहाँ गएर 100% गरेर हजुरले सेल गर्न सक्नुहुन्छ। र यहाँ रिभर्स अर्डर भन्ने पनि एउटा हुन्छ। जस्तै कि हजुरले अब यहाँ एउटा प्राइस सेट गर्नु होला माथि र अमाउन्ट चाहिँ हजुरले अब यहाँपट्टि जति दिए पनि हुन्छ र सेल चाहिँ कतिमा गर्ने। सेल चाहिँ अब हजुरले हजुरको मर्जी। यहाँ फेरि हजुरको मर्जी भनेर जे पनि लेख्न त मिलेन। अब यहाँ जस्तै कि यो भएपछि यसलाई नै कपी गर्नु होला, कपी पेस्ट, र यहाँ अलिकति घटाएर अथवा त्यस्तै घटाएर जस्तै 449 जस्तै समथिङ यस्तो गरेर हजुरले झ्याप्पै हुन्छ भन्नाले बाई गर्ने बित्तिकै यही प्राइसमा आएपछि सेल भइहाल्छ। त्यसैले हजुरको लस हुने चान्स पनि कम हुन्छ। यसमा फिस पनि धेरै लाग्दैन। पर ट्रेड 0.05 समथिङ त्यति लाग्छ, धेरै लाग्नेवाला छैन। र अब भोल्युम जेनेरेट गरेपछि हजुर कहाँ हिँड्ने भन्दाखेरि हजुर यता होममा आउनुहोस्, मोरमा, र यता अल्फा इभेन्ट भन्नेमा जानु होला। र यहाँ तल हजुरले देख्न सक्नुहुन्छ टुडे
भनेर ट्रेडिङ भोल्युम। अब हजुरले कति बनाउनु भयो यहाँ हेर्न सक्नुहुन्छ। रिफ्रेस हुन चाहिँ टाइम लाग्न सक्छ है, 5 to 10 मिनट्समा हजुरको यहाँ कति जेनेरेट गर्नुभयो आज त्यो भोल्युम देखाउँछ र त्यसको आधार नै तपाईँलाई भोलिपल्ट नेपाली टाइम 11 देखि 12 AM PM हजुरले यहाँ आफ्नो पोइन्ट यसरी आएको देख्न सक्नुहुन्छ। र यो पोइन्ट चाहिँ डे 1 देखि डे 15 सम्मको लागि मात्र भ्यालिड हुन्छ। जस्तै अब तपाईँले यदि डे 1 मा यहाँ हेर्न सक्नुहुन्छ, अब यो 12 पोइन्ट छ भने अब भोलि मेरो यहाँ 12 पोइन्ट जान्छ र मैले आज जेनेरेट गरेको भोल्युम यहाँपरि 10 यहाँ 13 मा आउँछ नयाँ, प्लस अब यसको 14 पोइन्ट आउँछ। त्यही भएर अब डे 1 को जान्छ र डे 16 हुँदाखेरि चाहिँ हजुरको डे 1 को पोइन्ट जान्छ र त्यसैले हजुरले कन्सिस्टेन्टली नै यहाँ अल्फा एयर ड्रप अथवा अल्फा पोइन्ट अर्न गर्ने हो भने हजुरले कन्सिस्टेन्टली नै ट्रेडिङ भोल्युम जेनेरेट गरिराख्नु पर्ने हुन्छ। र धेरै जस्तो 4x मा गर्दा चाहिँ राम्रो हुन्छ, जुन चाहिँ म टेलिग्राममा सेन्ड गरिदिने छु। र अब यति नै भन्दै म यो भिडियोलाई एन्ड गर्न चाहन्छु। थ्याङ्क यू।